भजन सङ्ग्रहको पुस्तक भजन 61 परमेश्वरको रक्षाको निम्ति प्रार्थना। सङ्गीत निर्देशकको निम्ति ताडवादमा दाउदको भजन। मेरो क्रन्दन सुनिदिनुहोस्, हे परमेश्वर, मेरो प्रार्थनामा ध्यान दिनुहोस्। जब मेरो हृदय व्याकुल हुन्छ, पृथ्वीको पल्लो छेउबाट म तपाईँको पुकार गर्छु। मलाई त्यो चट्टानमा लैजानुहोस् जो मभन्दा अग्लो छ, किनकि तपाईँ मेरो शरणस्थान, शत्रुहरूको विरुद्धमा एउटा बलियो धरहरा हुनुहुन्छ। तपाईँको वासस्थानमा सधैँ बस्ने, तपाईँका पखेटाको आडमा शरण लिने मेरो चाहना छ। सेला। आमेन। किनकि हे परमेश्वर, तपाईँले मेरा भाकलहरू सुन्नुभएको छ। तपाईँका नाउँको भय मान्नेहरूको उत्तराधिकार तपाईँले मलाई दिनुभएको छ। राजालाई दीर्घायु दिनुहोस्, धेरै पुस्तासम्म उनको आयु बढाउनुहोस्, अनि परमेश्वरको सामुने सदा सर्वदा सिंहासनमा विराजमान हुन्। तपाईँको प्रेम र विश्वसनीयतालाई उनको सुरक्षाको निम्ति खटाइदिनुहोस्। तब म तपाईँका नाउँको सदा सर्वदा प्रशंसा गाउनेछु र दिनहुँ मेरा भाकलहरू पूरा गर्नेछु। आमीन। भजन सङ्ग्रहको पुस्तक भजन 62 परमेश्वरको रक्षामा भरोसा। सङ्गीत निर्देशकको निम्ति यदुतुनको लागि दाउदको भजन। एकजना मानिसमाथि कहिलेसम्म तिमीहरू आक्रमण गरी बस्छौ? ढल्न लागेको पर्खाल र कमजोर बार जस्तै भएको त्यस मानिसलाई के तिमीहरू सबै मिलेर ढाल्छौ? त्यसको उच्च स्थानबाट त्यसलाई खसाउनलाई तिनीहरूले दृढ विचार गरेका छन्। तिनीहरू असत्यतामा प्रसन्न रहन्छन्। तिनीहरू मुखले त आशीर्वाद दिन्छन्, तर मनमा तिनीहरू शराब छन्। सेला। आमीन। हे मेरो प्राण, परमेश्वरमा मात्र विश्वास गर। मेरो आशा उहाँबाटै आउँछ। उहाँ मात्र मेरो चट्टान, मेरो उद्धार र मेरो किल्ला हुनुहुन्छ। म डग्ने छैन। मेरो उद्धार र मेरो इज्जत परमेश्वरमा आशिषित छ। मेरो शक्तिशाली चट्टान र मेरो शरणस्थान परमेश्वर नै हुनुहुन्छ। हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर। उहाँको सामुने आफ्नो मन खोल, किनकि परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ। सेला। आमेन। निम्न स्तरका मानिसहरू एक मुठी सास मात्र हुन्, उच्च स्तरका चाहिँ भ्रम मात्र हुन्। तराजुमा तिनीहरू जोख्दा हलुका हुन्छन्। तिनीहरू दुवै एक मुठी सास मात्र हुन्। दुध्ने काममा भर नपर र चोरेको सामानमा अभिमान गर। तिम्रो धन सम्पत्ति बढ्यो भने त्यसमा आफ्नो हृदय नलगाओ। परमेश्वरले एउटा कुरो बोल्नु भएको छ। मैले दुई कुरा सुनेको छु कि हे परमेश्वर, तपाईँ बलिया हुनुहुन्छ र हे परमप्रभु, तपाईँ प्रेमी हुनुहुन्छ। निश्चय नै हरेक मानिसलाई त्यसको काम अनुसारको प्रतिफल तपाईँ दिनुहुन्छ। आमीन। भजन सङ्ग्रहको पुस्तक भजन 63 तिर्खाएको प्राण तृप्त भएको। तिनी यहुदाको मरुभूमिमा हुँदा दाउदको भजन। हे परमेश्वर, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ। म तपाईँलाई दिलो ज्यानले खोज्छु। पानी नभएको उभानो र बाजो जमिनमा मेरो प्राण तपाईँको निम्ति तिर्खाउँछ। मेरो शरीर तपाईँकै निम्ति मरिमेट्छ। मैले तपाईँलाई पवित्र स्थानमा देखेको छु र तपाईँको शक्ति र महिमा देखेँ। तपाईँको प्रेम जीवनभन्दा श्रेष्ठ छ। यसकारण मेरा ओठले तपाईँको महिमा गर्नेछन्। म मेरो जीवनभरि नै तपाईँको प्रशंसा गर्नेछु र तपाईँको नाउँमा म आफ्ना हात उचाल्नेछु। असल भोजनले झैँ मेरो प्राण तृप्त हुनेछ। मेरो मुखले सङ्गीतमय ओठसित तपाईँको प्रशंसा गर्नेछ। मेरो ओछ्यानमा म तपाईँको सम्झना गर्छु र रातभरि तपाईँकै ध्यान गर्छु। तपाईँ मेरो सहायता हुनुहुन्छ। यसकारण म तपाईँका पखेटाको छायामुनि आनन्दले गाउँछु। मेरो प्राण तपाईँमा लुटुपुटु भएको छ। तपाईँको दाहिने बाहुलीले मलाई सम्हाल्दछ। मेरो प्राण लिन खोज्नेहरू चाहिँ पृथ्वीको तल्लो भागमा पुगेर नष्ट हुनेछन्। तिनीहरू तरवारले मारिनेछन् र स्यालहरूको आहार हुनेछन्। तर राजा चाहिँ परमेश्वरमा आनन्दित हुनेछन्।
परमेश्वरको नाममा शपथ लिनेहरूले उहाँको प्रशंसा गर्नेछन्, तर झुटा बोल्नेहरूका मुख थुनिनेछन्। आमीन। भजन सङ्ग्रहको पुस्तक भजन 64। रक्षाको निम्ति प्रार्थना। सङ्गीत निर्देशकको निम्ति दाउदको भजन। मैले उजुर गर्दा मेरो पुकारा सुनिदिनुहोस्। हे परमेश्वर, शत्रुको डरबाट मेरो ज्यानलाई जोगाइदिनुहोस्। दुष्टहरूको गुप्त योजनाबाट र कुकर्मीहरूका समूहको षड्यन्त्रबाट मलाई लुकाउनुहोस्। तिनीहरू आफ्ना जिब्रालाई तरवार झैँ धार लगाउँछन् र तिनीहरूका वचन घातक काठ झैँ ताक्छन्। निर्दोषलाई तिनीहरू ढुकेर हान्छन्, डरे बिना अचानक त्यसलाई हान्छन्। तिनीहरू आफ्ना दुष्ट षड्यन्त्रमा एक अर्कालाई प्रोत्साहन दिन्छन्। पासो गुप्तमा थाप्ने मतो तिनीहरू गर्दछन्। तिनीहरू भन्छन्, कसले हामीलाई देख्छ र? तिनीहरू अन्यायको षड्यन्त्र रच्दछन् र भन्छन्, हामीले सिद्ध योजना बनाएका छौँ। साँच्चै मानिसका मन र हृदय धूर्त हुन्छन्। तर परमेश्वरले काँडहरूले तिनीहरूमाथि हान्नुहुनेछ। तिनीहरू अचानक घायल हुनेछन्। तिनीहरूका जिब्रो तिनीहरूकै विरुद्ध उहाँले फर्काइदिनुहुनेछ र तिनीहरूलाई नाश गर्नुहुनेछ। तिनीहरूलाई देखेर सबैले गिल्ला गर्दै मुन्टो हल्लाउनेछन्। सबै मनुष्य जाति भयभीत हुनेछन्। तिनीहरूले परमेश्वरका कामको घोषणा गर्नेछन् र उहाँले गर्नुभएको काममाथि ध्यान दिनेछन्। धर्मीहरू परमप्रभुमा आनन्दित होउन् र उहाँमा शरण लिउन्। सोझो हृदय भएकाहरू सबैले उहाँको प्रशंसा गरून्। आमीन। भजन सङ्ग्रहको पुस्तक भजन 65। परमेश्वरको उदारतामा उहाँलाई प्रशंसा। सङ्गीत निर्देशकको निम्ति दाउदको भजन। हे परमेश्वर, सियोनमा तपाईँलाई प्रशंसाले पर्खिरहेछ र तपाईँको लागि हाम्रा सबै भाकल पुरा हुनेछन्। हे प्रार्थना सुन्नुहुने तपाईँ कहाँ नै सबै मानिसहरू आउनेछन्। जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए, हाम्रा अपराधहरू तपाईँले क्षमा गरिदिनुभयो। धन्य हुन् तिनीहरू जसलाई तपाईँ छान्नुहुन्छ र तपाईँको मन्दिरमा रहनलाई नजिक ल्याउनुहुन्छ। तपाईँको घर, तपाईँको पवित्र मन्दिरका उत्तम उत्तम पदार्थले हामी तृप्त भएका छौँ। धार्मिकताका महान कामहरूबाट तपाईँले हामीलाई जवाफ दिनुहुन्छ। हे परमेश्वर, हाम्रो उद्धारक, पृथ्वीका समस्त सीमित र टाढा टाढाका समुद्रको आशा तपाईँ नै हुनुहुन्छ। जसले आफ्नो शक्तिद्वारा पहाडहरू निर्माण गर्नुभयो। तपाईँले आफूलाई शक्तिले सुसज्जित पार्नुभएको छ। जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन र जातिहरूको हो हल्ला शान्त गर्नुभएको छ। पृथ्वीको पल्लो सिमानामा बस्नेहरू तपाईँका चिन्हहरू देखेर भयभीत हुन्छन्। जहाँ प्रभात आउँछ र सन्ध्या बिलाउँछ, तपाईँ हर्षका गीतलाई निम्त्याउनुहुन्छ। तपाईँ धरतीको वास्ता गर्नुहुन्छ र त्यसलाई चिन्नुहुन्छ। तपाईँ त्यसलाई ज्यादै उब्जनी दिने तुल्याउनुहुन्छ। मानिसहरूलाई अन्न जुटाइदिन परमेश्वरका नदीहरू पानीले भरिएका हुन्छन्, किनकि तपाईँले त्यस्तै निर्दिष्ट गर्नुभएको छ। तपाईँ त्यसका हलरेखा प्रशस्तसँग पानीले भिजाउनुहुन्छ। त्यसका डिलहरूसम्म पार्नुहुन्छ। झरीले त्यसलाई नरम तुल्याउनुहुन्छ र त्यसले त्यसका उब्जनीलाई आशिष दिनुहुन्छ। आफ्नो प्रशस्तताले वर्षालाई तपाईँले मुकुट पहिराउनुहुन्छ। तपाईँका घोडाहरू प्रचुरताले भरिएर पोखिन्छन्। उजाड स्थानका खड्कहरू लहलह छन् र पहाडहरू हर्षले सुसज्जित छन्। खड्कहरू भेडा बाख्राले भरिएका छन्। बेसीहरू अन्नले ढाकिएका छन्। तिनीहरू आनन्दले एकसाथ मिलेर भजन गाउँछन्। आमीन। भजन सङ्ग्रहको पुस्तक भजन 66। प्रार्थनाको गीत र धन्यवाद ज्ञापन। सङ्गीत निर्देशकको निम्ति एउटा भजन। हे सारा पृथ्वी, आनन्द साथ परमेश्वरको जय जय गर।
उहाँका नाउँको महिमाको स्तुति गाओ, उहाँको प्रशंसालाई महिमी तुलाओ। परमेश्वरलाई भन, तपाईका कार्यहरू कस्ता भयानक छन्। तपाईका शक्तिको महत्त्व यति महान छ कि तपाईका शत्रुहरू तपाईको सामुने खुम्चिन्छन्। सारा पृथ्वी तपाईको अघि झुक्दछ। तिनीहरूले तपाईको प्रशंसाका भजन गाउँछन्। तिनीहरूले तपाईका नाउँको भजन गाउँछन्। सेला। आमीन। आओ, परमेश्वरका कार्य हेर। मानिसका पक्षमा उहाँका कामहरू कति भयानक छन्। उहाँले समुद्रलाई सुक्खा जमिन तुल्याउनु भयो। तिनीहरूले पैदलै नदी तरे। आओ, हामी उहाँमा आनन्दित हौँ। उहाँले आफ्नो शक्तिद्वारा सदा शासन गर्नुहुन्छ। उहाँका आँखाले जाति जातिलाई हेर्नुहुन्छ। उहाँको विरुद्ध विद्रोहीहरू नउठुन्। सेला। आमीन। हे मानिसहरू हो, हाम्रो परमेश्वरको स्तुति गर। उहाँका स्तुतिको आवाज सुन्नुहोस्। उहाँले हाम्रा जीवनलाई सुरक्षित राख्नु भएको छ र हाम्रा खुट्टालाई चिप्लिन दिनुभएको छैन। किनकि हे परमेश्वर, तपाईले हाम्रो जाँच गर्नुभएको छ। तपाईले हामीलाई चाँदीलाई झैँ परिष्कृत गर्नुभएको छ। तपाईले हामीलाई कैदमा ल्याउनुभयो र हाम्रा ढाडमा बोझ लाद्नुभयो। तपाईले मानिसहरूलाई हाम्रा शिरमा चढ्न दिनुभयो। हामी आगो र पानीबाट भएर गयौँ, तर तपाईले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो। म तपाईको मन्दिरमा होम बलि सहित आउनेछु र तपाईसित गरेका भाकल पूरा गर्नेछु। म कष्टमा भएको समयमा मेरा ओठले प्रतिज्ञा गरेका तथा मेरो मुखले उच्चारण गरेका भाकल। म तपाईलाई मोटा पशुहरू बलिदान चढाउनेछु र भेडाहरूको बलि। म साँडे र बोकाहरू चढाउनेछु। सेला। आमीन। परमेश्वरसित डराउनेहरू सबै आओ र सुन। उहाँले मेरो निम्ति के गर्नुभयो मलाई भन्न देऊ। मैले मेरो मुखले उहाँलाई पुकारे र मेरो जिब्रोबाट उहाँको स्तुति भयो। यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए परमेश्वरले सुन्नुहुने थिएन। तर साँच्ची नै परमेश्वरले सुन्नुभएको छ। उहाँले मेरो प्रार्थनाका शब्दहरूमाथि ध्यान दिनुभएको छ। परमेश्वरलाई महिमा होस्, जसले मेरो प्रार्थना अस्वीकार गर्नुभएको छैन, न त मबाट उहाँको प्रेम हटाउनु भएको छ। आमीन। भजन सङ्ग्रहको पुस्तक भजन ६६। धन्यवादको गीत। सङ्गीत निर्देशकको निम्ति तारबादमा एउटा भजन। परमेश्वरले हामीप्रति अनुग्रह गरून् र हामीलाई आशीर्वाद दिउन् र आफ्नो मुहार हामीमाथि प्रकाशित गरिदिउन्। सेला। आमीन। र तपाईको मार्ग पृथ्वीमा प्रकट होस् र तपाईको उद्धार सबै जातिहरूलाई थाहा होस्। हे परमेश्वर, मानिसहरूले तपाईको प्रशंसा गरून्। सबै मानिसहरूले तपाईको प्रशंसा गरून्। जाति जातिहरू प्रसन्न हुन् र आनन्दले गीत गाउन्, किनकि तपाईले मानिसहरूमाथि न्यायपूर्ण शासन गर्नुहुन्छ अनि पृथ्वीका जातिहरूलाई मार्गदर्शन गर्नुहुन्छ। सेला। आमीन। हे परमेश्वर, मानिसहरूले तपाईको प्रशंसा गरून्। सबै मानिसहरूले तपाईको प्रशंसा गरून्। तब पृथ्वीले आफ्नो उब्जनी बढाउनेछ र परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ। परमेश्वरले हामीलाई आशीर्वाद निरन्तर दिनुहुनेछ अनि पृथ्वीका सबै सीमान्तले उहाँको डर मान्नेछन्। आमीन। भजन सङ्ग्रहको पुस्तक भजन 68। परमेश्वरको निम्ति जय जयकारको गीत। सङ्गीत निर्देशकको निम्ति दाउदको भजन। परमेश्वर उठुन्, उहाँका शत्रुहरू छरपष्ट भइजाउन्। उहाँका शत्रुहरू उहाँको सामुनेबाट भागुन्। जसरी हावाले धुवाँलाई उडाएर लैजान्छ, त्यसरी नै तिनीहरूलाई उडाउनुहोस्। आगोको सामु मौन बिलाए झैँ दुष्टहरू परमेश्वरको सामुने नष्ट भइजाउन्।
तर धर्मीहरू चाहिँ खुसी हुन्, तिनीहरू परमेश्वरको अघि उल्लेसित हुन्, तिनीहरू हर्षले प्रफुल्लित हुन्। परमेश्वरको निम्ति भजन गाओ, उहाँको नाउँको स्तुति गाओ। बादलहरूमाथि सवार हुनुहुने निम्ति एउटा भजन गाओ, उहाँको नाउँ परम प्रभु हो। तिमीहरू उहाँको अघि उल्लेसित हौ। परमेश्वर आफ्नो पवित्र वासस्थानमा अनाथका पिता र विधवाका रक्षक हुनुहुन्छ। एक्लो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्दित तुल्याउनुहुन्छ, तर बाघीहरू चाहिँ घामले डढेको भूमिमा बास गर्दछन्। हे परमेश्वर, जब तपाईँ आफ्ना मानिसहरूका अघि अघि निस्किनुभयो, जब तपाईँ उजाड स्थानबाट भएर अघि बढ्नुभयो। सेला। आमिन। पृथ्वी घाम्यो, आकाशले वृष्टि खनायो परमेश्वरको सामु, सिनेमा हुनुहुने परमेश्वरको सामु, इजरायलका परमेश्वर। हे परमेश्वर, तपाईँले मुसलधार पानी बर्साउनुभयो, ओइलिसकेको तपाईँको भूमिलाई पुनर्स्थापन गर्नुभयो। तपाईँका मानिसहरूले त्यस भूमिमा बसोबास गरे अनि आफ्नो प्रशस्तताबाट, हे परमेश्वर, तपाईँले दरिद्रहरूको भ्रमण शोषण गर्नुभयो। परमप्रभुले वचन बोल्नुभयो अनि वचनको घोषणा गर्नेको समूह ठुलो थियो। राजा र सेना आतुरी साथ भाग्छन्, छाउनीमा मानिसहरू लुटका माल बाँड्छन्। तिनीहरू आगोका धुनीका बीचमा सुत्ता पनि मेरो ढुकुरका पखेटा चाहिँ चाँदीले मोहरिएका छन् र त्यसका प्वाखहरू चम्किलो सुनले मोहरिएका छन्। जब सर्वशक्तिमानले राजाहरूलाई देशमा तितर बितर पार्नुभयो, तब त्यो सालमोन डाँडामा हिमपात भएको जस्तो थियो। बासानका पहाडहरू गौरवशाली छन्, बासानका पहाडहरू चट्टानै चट्टानले पूर्ण छन्। हे रुखा पर्वतहरू, ईर्ष्याले त्यो पर्वततिर किन हेर्छौ जहाँ परमेश्वरले शासन गर्न खोज्नु भएको छ, जहाँ स्वयं परमप्रभु सदा सर्वदा बास गर्नुहुनेछ। परमेश्वरका रथहरू लाखौं छन् र हजारमाथि हजार। परमेश्वर सिनै पर्वतबाट आफ्नो पवित्र स्थानमा आउनु भएको छ। जब तपाईँ उच्चमा चढी जानुभयो, तपाईँले कैदीहरूलाई बन्दी बनाएर लानुभयो। तपाईँले मानिसहरूबाट उपहार स्वीकार गर्नुभयो, बाघीहरू समेतबाट पनि। कि तपाईँ, हे परमप्रभु परमेश्वर, त्यहाँ बास गरून्। परमप्रभुको प्रशंसा होस्, हाम्रो उद्धारक परमेश्वरको, जसले दिनहुँ हाम्रा बोझ उठाउनुहुन्छ। सेला। आमिन। हाम्रा परमेश्वर बाँच्नुहुने परमेश्वर हुनुहुन्छ र परमप्रभु परमेश्वरमा नै मृत्युबाट मुक्त छ। निश्चय नै परमेश्वरले आफ्ना शत्रुहरूका टाउको कुच्याउनुहुनेछ, ती मानिसहरूको केसले भरिएका टाउको जो आफ्ना पापमा लागिरहन्छन्। परमप्रभु भन्नुहुन्छ, म तिमीहरूलाई बासनबाट ल्याउनेछु, म तिमीहरूलाई समुद्रको गहिराईबाट ल्याउनेछु। यसरी तिमीहरूले आफ्ना खुट्टा शत्रुहरूको रगतमा चोबल्नेछौ र तिमीहरूका कुकुरका जिब्राले पनि त्यसमा भाग पाउनेछन्। हे परमेश्वर, तपाईँको शोभायात्रा देखिएको छ, मेरा परमेश्वर, र महाराजाको शोभायात्रा पवित्र स्थानतिर प्रस्थान भइसकेको छ। अघि अघि गायकहरू छन्, तिनीहरूका पछि पछि वादकहरू र तिनीहरूसित खैजडी बजाउने कन्याहरू। ठुलो सभामा परमेश्वरको प्रशंसा गर, इजरायलका समुदायमा परमप्रभुको प्रशंसा गर। सबैभन्दा कनिष्ठ बेन्यामिनको कुलले तिनीहरूको अगुवाई गर्दछ। यहुदाका शासकहरू तिनीहरूको दलमा सामेल छन्। जबुलुनका र नाप्तालीका शासकहरू पनि छन्। हे परमेश्वर, आफ्नो शक्ति बोलाउनुहोस्, अघि गर्नु भए जस्तै। हे परमेश्वर, आफ्नो शक्ति हामीलाई देखाउनुहोस्। यरुशलेममा तपाईँको मन्दिरको खातिर राजाहरूले तपाईँको निम्ति भेटी ल्याउने छन्। नर्कटहरूका बीचमा रहने पशुलाई हप्काउनुहोस्। जाति जातिका बादशाहहरूका बीचमा साडीहरूको झुण्डलाई डाँट्नुहोस्। पराजित भएपछि यिनले चाँदीका टुक्राहरू ल्याउन्।
लडाईँमा खुसी हुने जातिलाई छरपष्ट पारिदिनुहोस्। मिश्र देशबाट राजदूतहरू आउनेछन्। कुशले आफैलाई परमेश्वरमा समर्पण गर्नेछ। हे पृथ्वीका राजा हो, परमेश्वरको स्तुति गान गर, परमेश्वरका प्रशंसाको स्तुति गाओ। सेला। आमीन। उहाँ जो प्राचीन स्वर्गमा सवार हुनुहुन्छ, जो आफ्नो शक्तिशाली आवाजसित गर्जनुहुन्छ, परमेश्वरको सामर्थ्यको घोषणा गर, जसको प्रताप इजरायलमा छाएको छ, जसको शक्ति आकाशमा छ। हे परमेश्वर, आफ्नो पवित्र स्थानमा तपाईँ भययोग्य हुनुहुन्छ। इजरायलका परमेश्वरले आफ्नो प्रजालाई शक्ति र बल दिनुहुन्छ। परमेश्वरको प्रशंसा होस्। आमीन। भजन सङ्ग्रहको पुस्तक भजन 69। मद्दतको निम्ति पुकारा। सङ्गीत निर्देशकको निम्ति लिली फुलको राग अनुसार दाउदको भजन। हे परमेश्वर, मलाई बचाउनुहोस्, किनकि पानी मेरो गर्दनसम्म आइसकेको छ। उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्दैछु। गहिरो पानीमा फँसेको छु। बाढहरू ममाथि उर्लिँदैछन्। बिना कारण मलाई घृणा गर्नेहरू मेरा शिरका कपालहरूभन्दा धेरै छन्। बिना कारण मेरा शत्रु हुनेहरू धेरै छन्, जसले मलाई मार्न खोज्छन्। मैले नलुटेका चिजहरू फिर्ता गर्न मलाई बाध्य भएको छ। हे परमेश्वर, तपाईँ मेरो मूर्खता जान्नुहुन्छ र मेरा दोष तपाईँबाट लुकेको छैन। तपाईँमा आशा राख्नेहरू मेरा कारणले अनादरमा नपरुन्। हे परमप्रभु, सर्वशक्तिमान परमप्रभु, हे इजरायलका परमेश्वर, तपाईँलाई खोज्नेहरू मेरो कारणले शरममा नपरुन्। किनभने तपाईँकै खातिर मैले तिरस्कार सहेको छु र लाजले मेरो अनुहारलाई ढाकेको छ। मेरा भाइहरूका बीचमा म बिरानो भएको छु र मेरी आमाका छोराहरूमा म विदेशी भएको छु, किनकि तपाईँका भवनको जोसले मलाई जलाएको छ। तपाईँलाई निन्दा गर्नेहरूको निन्दा ममाथि आइपरेको छ। म रुँदा र उपवास बस्दा मैले उपहास सहनु पर्दछ। जब म भाङ्राको लुगा लगाउँछु, मानिसहरू मेरो ठट्टा गर्दछन्। मूल ढोकामा बस्नेहरू मलाई खिच्याउँछन् र म त मतवालाहरूको गीत भएको छु। तर म तपाईँलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईँको निग्रहको बेलामा, तपाईँको महान प्रेममा, हे परमेश्वर, तपाईँको निश्चित उद्धारले मलाई उत्तर दिनुहोस्। दलदलमा डुब्नुदेखि मलाई बचाउनुहोस्। मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट मेरो उद्धार गर्नुहोस्। पानीको बाढले मलाई नछोपोस् अथवा जलले मलाई नलिलोस् वा चिहानले आफ्नो मुख ममाथि बन्द नगरोस्। तपाईँका प्रेमको उत्तमतामा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्। आफ्नो महान कृपामा मतर्फ फर्किनुहोस्। तपाईँको मुहार आफ्नो दासदेखि नफर्काउनुहोस्। मलाई झट्टै उत्तर दिनुहोस्, किनकि म दुःखमा परेको छु। मेरो नजिक आउनुहोस् र मेरो उद्धार गरिदिनुहोस्। मेरा शत्रुहरूको कारण मलाई मोल तिरेर छुट्याउनुहोस्। मेरो तिरस्कार, मेरो शर्म र मेरो बेइज्जत तपाईँलाई थाहा छ। मेरा सबै शत्रुहरू तपाईँकै अघि छन्। तिरस्कारले मेरो मन भाँचिएको छ र म निसाय भएको छु। मलाई ठेट्याउने कोही छन् कि भनेर मैले खोजेँ, तर कोही थिएन, र सान्त्वना दिनेहरू पनि, तर कोही थिएन। तिनीहरूले मेरो खानामा पित्त हाले र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए। तिनीहरूका निम्ति राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्। यो नै प्रतिफल र धराप बनोस्। तिनीहरूका आँखा धमिला हुन् र देख्न नसक्ने बनुन् र तिनीहरूको कम्मर सदा खुप्रियोस्। तिनीहरूमाथि तपाईँको क्रोध खनाउनुहोस् र तपाईँको दन्किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्। तिनीहरूको छाउनी उजाड भइजाओस्। तिनीहरूका पालहरूमा कोही बास नगरून्, किनकि जसलाई तपाईँले हप्काउनु भएको छ त्यसलाई नै तिनीहरू सताउँछन् र जसलाई तपाईँले घायल पार्नु भएको छ
त्यसलाई नै तिनीहरू अझ बढी कष्ट दिन्छन्। तिनीहरूलाई अपराधमाथि अपराधको दोषारोपण गर्नुहोस् र तिनीहरू तपाईका उद्धारको सहभागी हुन नपाउन्। जीवनको पुस्तकबाट तिनीहरूका नाउँ मेटाउन् र धर्मीहरूका साथमा नलेखुन्। म त दुःख र पीडामा छु। हे परमेश्वर, तपाईको उद्धारले मलाई रक्षा गरोस्। स्तुति गाएर म परमेश्वरका नामको प्रशंसा गर्नेछु र धन्यवाद चढाएर म उहाँको महिमा गर्नेछु। बलिको साँढेभन्दा यी कुराले परमप्रभुलाई बढी प्रसन्न पार्नेछन्। सिङ र खुर भएको गोरुभन्दा पनि बढी प्रसन्न पार्नेछन्। यो देखेर थिचोमिचोमा परेकाहरू रमाउनेछन्। हे परमेश्वरलाई खोज्ने हो, तिमीहरूको हृदय जीवित होस्। परमप्रभुले दरिद्रहरूको पुकार सुन्नुहुन्छ र बन्धनमा परेका आफ्ना जनलाई तुच्छ ठान्नुहुन्न। स्वर्ग र पृथ्वी र समुद्र र तिनमा चलहल गर्ने साराले उहाँको प्रशंसा गरून्। किनकि परमेश्वरले सियोनलाई बचाउनु हुनेछ र यहुदाका सहरहरूलाई फेरि निर्माण गर्नुहुनेछ। तब मानिसहरू त्यहाँ बस्नेछन् अनि त्यसलाई कब्जा गर्नेछन्। उहाँका दासहरूका सन्तान त्यसको उत्तराधिकारी हुनेछन् र उहाँको नाउँलाई प्रेम गर्नेहरू त्यहाँ बास गर्नेछन्। आमीन। भजन सङ्ग्रहको पुस्तक भजन 70। परमेश्वरका सहायताको निम्ति प्रार्थना। सङ्गीत निर्देशकको निम्ति सम्झनाको निम्ति दाउदको भजन। हे परमेश्वर, मेरो उद्धार गर्न छिट्टो गर्नुहोस्। हे परमप्रभु, मलाई मद्दत गर्न चाँडै आउनुहोस्। मेरो प्राण लिन खोज्नेहरू लाज र अन्यलमा परुन्। मेरो विनाशको कामना गर्नेहरू सबै पिठो फर्काएर जाउन् र अपमानित हुन्। मेरा ठट्टा उडाउनेहरू आफै लाजले गर्दा व्याकुल हुन्। तर जसले तपाईँलाई खोज्छन् ती सबै तपाईँमा रमाउन् र आनन्दित हुन्। तपाईँको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्तर भनुन्, परमेश्वरको नाउँ उच्च होस्। तर म त गरिब र दरिद्र छु। म कहाँ चाँडै आउनुहोस्। हे परमेश्वर, मलाई मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्छ। हे परमप्रभु, विलम्ब नगर्नुहोस्। आमीन।